खाना हेर्नु न चक्कलियो लैप्रो त अब गाइस हामी आएको छ हाम्रो दाइहरूले ढुङ्गा फुटाएको छ हाम्रो दाइ हो रक्सी पिएको छ अब भैँसी हेर्न जाने गाइस हेर्नु होला हाम्रो भैँसी कति ठुलो हुन्छ हेर्नु होला भैँसी हेर्नु गाइस भैँसी हेर्ने हेरे गाइस गाइस हामी भैँसी हेर्न गएको छ गाइस यो चाहिँ एडम हो कालो एडम यो चाहिँ एडम हो कालो एडम ढुङ्गा पर्ला देखा रे के ढुङ्गा अहिले पछि देखाउँछु हेलो लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला ढुङ्गा फुटाएको छ गाइस यो त जिनी हो जिनी हो मिलन भैँसी हेलो गाइस भैँसी ये देखो अब हन्ना का आ रहा है हेर्ने यो चाहिँ भैँसी र भैँसी ल्याएको छ है बाख्रा हेर्न जाने बाख्रा छैन आरुवा खानु ए उता छ रे बाख्रा हेर्दै गाइस अब बाख्रा हेर्ने जाने हो गाइस हामी चाहिँ लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भोलि पर्सि पनि भ्लग बनाउँछ के गाइस सब्सक्राइब गरिदिनु होला जिनी चाहिँ मल खाँदैछ उतामा जिनी मल खाँदैछ फलो गरिदिनु होला गाइस म बाख्रा नरहेछ गाइस सब्सक्राइब गरिदिनु होला गाइस बाख्रा तारे खेले ल बिसे खेले तो बगा त मतै छैन लप्रा त हेलो गाइस हामी चाहिँ ढुङ्गा पल्टाउने डिहा भन्छ हेर गाइस बाख्राको खोर चाहिँ बन्द रहेछ त्यसरी देखाउन पाएन अब ढुङ्गा पल्टाउने हेर्नु है गाइस ढुङ्गा पल्टाउने उताबाट पल्टायो यो चाहिँ पल्टाएको छ गाइस पल्टाएको छ गाइस हेलो सबैले सेयर गरिदिनु होला लरेको लाइभ के भन्छ भ्लगलाई लाइक सब्सक्राइब र सेयर गरिदिनु होला सबैले हस्त धन्यवाद ल लरे भाइ हेलो गाइस हामी चाहिँ राख्ने छ अब चाहिँ हाम्रो लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला मेरो नाम चाहिँ रुबेन गुरुङ कक्षा 3 म पढ्छ म सजाफुमा पढ्छ सजाफुमा छ यो चाहिँ आन्तरा साप च्यानल सब्सक्राइब गरिदिनु होला गाइस लाइक पनि गरिदिनु होला गाइस छापिरहेको छ अब हामी बन्द गर्नेछौँ भ्लग हामी जाँदैछौँ